हेर्नुहोस् हाम्रो गाउँमा के भइरहेछ प्रत्यक्ष प्रसारण यहाँ चाहिँ एकदम दिदीहरू यता व्यापारी आएर लुगा छान्नमा धमाधम हैन। अनि आज बिहानै हाम्रो गाउँमा चाहिँ एकदम व्यापारी आउनुभएको छ हुम्ला जुम्लाबाट हैन। अनि त्यस पछाडि हेर्नु न यति राम्रो राम्रो कपडा ल्याउनु भएको छ। दिदीलाई चाहिँ यो मन पर्यो अरे। मलाई ए मलाई चाहिँ यो कलर मन परिरहेछ है। राम्रो राम्रो कसको लागि लिनु भएको अरे दिदीले? क्यास लिँदा चाहिँ कति अरे? अनि बाँकी लिँदा चाहिँ 200 बाँकी लिँदा चाहिँ 1200। व्यापारी हुन पनि गाह्रो छ है। यहाँनिर लड्नलाई के गरेको होला? केटाकेटीहरू गोल खेल्ने यस्तो रमाइलो छ हाम्रो गाउँमा अचेल। बिहान बिहानै यता गोल खेल्नेहरू पासिङ भलिबल। उता हुनुहुन्छ शिशिर, यता हुनुहुन्छ अङ्कुश बेटा, यता चाहिँ सपना, यता उफ्रिने चाहिँ अलिस्मा। यो चाहिँ जाम्बा चोक हो है। हल्दीबारी 3 जाम्बा चोक। के चाहिँ खेल्नु हुँदैछ लड्नलाई? नै हाम्रो गाउँमा व्यापारीले पैसा खनखनी गर्दैछ यहाँ। दुईटा लुगा बेचेर यहाँनिर कति व्यापारीको धमाधम पैसा कमाइँदैछ यहाँ। यहाँ नै हाम्रो गाउँमा व्यापारीले यति धेरै कमायो। दङ्ग छन् व्यापारी। तपाईको घर कहाँ अरे दाजु भनिदिनु त? जुम्लाबाट व्यापारी आउनुभएको छ हैन। यति मजाले सालले नै हाम्रो गाउँमा आउनुहुन्छ यति राम्रो राम्रो कपडा लिएर। यो दाजुलाई कसैले देख्नुभयो भने लिनु होला हाम्रो गाउँ ठाउँमा मिलाएर दिनुहुन्छ एकदम हैन दाजु? न सामान एकदम सुपथ मूल्यमा गाउँघर गएर होम डेलिभरी व्यवस्था गरेर सधैँ सालले नै आउने दाजु हो कि चिनजानको? वर्ष नै आइरहेको छु।